भन्नुभयो पनि बसेको मान्छेले छुनु नभन्ने भन्नुभएको थियो आमाले। पहिला नै भन्नुहुन्थ्यो आमाले पनि मलाई पनि सानैमा। अब सबैजना आयो अरे हाम्रो पनि घरमा काम छ। अब राम्रोसँग हेरे है त हामी जान्छौँ। बाबा हामीले हामीले किन चढेर जानु हो किन जानुभयो गाउँमा यति नरमाइलो घटना घट्दा कसको मन खुसी हुन्छ। यो उमेरमै तँ घरमा बुहारी भित्रेदेखि केही पनि गतिलो भएको छैन। अगतिलो मात्रै भएको छ। त्यो पनि सानै छ। अब भनेर के बिग्रिन्छ। हामीले त्यसलाई पनि हामीले बेकार गर्नुपर्छ। हामी अब बुढे हो भयौँ। पहिलाको जमानामा विश्वास गर्थ्यौँ। यो जमानामा कहिले शिक्षा आइसक्यो। हामीले यस्तो भन्नु हुँदैन। दुईवटा लक्ष्य पढ्न पाएको भएर अहिले हाम्रो शिक्षा कति हुने थियो। हामीले अरूलाई यसरी हेला गर्न पाउने। हामीलाई धेरै दुःख छ। त्यही सन्तान भइदा त अब जुठ पनि गाउँ समाज शैक्षिक भएको कारणले गर्दा त्यस्तै भयो। हामीले त कस्तो दुःख लाग्छ के भन्नु। त्यो रूपमा र माथि ठुलो भिडबाट लुटेको त्यो भिडमा कोही पनि जानु नसक्ने मान्छे कति ठुलो आँट भयो र त्यसमा हाम फाल्यो होला है। कर्म नै खोटो रहेछ त्यो छोरो कमल त्यो सानो फुच्चो त्यो बाटोले अब कमाउने भन्ने कोही छैन। त्यत्रो ब्याजिलर पास गरेर के भएर जागिर खानै सकेका छैनन्। त्यही पनि कमाएर खाने अब जिम्मेवारी त्यही कमललाई थपियो सबैभन्दा बढी। ल त हामी जान्छौँ। ल त म पनि जान्छु। मलाई आमाको हाल बिहाल भइसक्यो। अब बाटो लिएर कमलले त होला नि होइन। रमेशलाई हो कि कसलाई त्यसको नाम श्यामलाई उ गर्ने। अब श्याम बाटोले अब एक पहिला जाने होला। अब त्यही कमललाई हुन्छ होला। बिहे गर्ने भनिदिया छन् रे त। बिहे गर्ने त यही महिनातिर बिहे गर्ने भनेको आज यो महिनाभित्रमा बिहे गर्ने भनेको थियो। अब त्यस्तो भइसकेपछि अब 45 दिन त कुर्ला नि बिहे नगरे पनि। जसरी भए पनि त्यत्रो धनी मनी त्यत्रो पैसा कमाथे। अब ठिलै जानेको बिचाराले केही पनि आखिरीमा एक घुटको पानी पनि खान नपाएर जाने भयो। ल म गएँ है दाइ। ल त म पनि जान्छु। घरमा धेरै काम छ। ल म पनि गएँ है त। यस रुपियाँमा चाहिँ लास्ट त्यसपछि नकुर्नु है गइजानु पर्छ होला नि फेरि। हुन त त्यहाँ पहिलाबाट पनि धेरै मर्ने गरिरहेको छन्। अब त्यो भिडमा गए नै डर लाग्न थालिसक्यो। अब हजुर तल्लै बाटो जानुलाई है त। अब मेरो त तल्लै बाटो छ। हजुर त्यहाँदेखि यता लाग्नुलाई। ल साबु खाइ त पर लोटामा छ के पानी पहिले बसेछ। अनि नानीले पनि आउनु भएन। पुगे
आउनुहोस् यो गुन्द्रीमा बस्नुहोस्। हजुर यहाँ त बाटो नै उठाएर तर हजुरलाई त यस्तो भएको छ झन् आमालाई कस्तो भएको होला। हजुरको भ्रम हो। यस्तो हुन सक्दैन। बाबा जिरो हुन्छ मेरो बुढाको न लास भेट्यो न सासै भेटियो। यत्रो 13 दिनसम्म सेतो कपडा लगाएर किरिया बस्नु नै गल्ती भयो क्या। यत्तिकै लास नभेटिएरै त यस्तो बस्नु हुन्थेन। मलाई यस्तो लाग्छ कि मेरो बुढा अझै जिउँदै हुनुहुन्छ जस्तो मेरो मनले भनिरहेछ। म यस्तरी बसेर हुँदैन। आमा बाबालाई सुन्न जान्छु भनिरहनु भएको थियो अनि त्यसै ढोका लगाएर यो आउनुहोस्।